अब 20 वर्ष तिनले चुनाव जित्नेवाला छैनन्, यो भोपु बजाउनु बेग्लै कुरा हो। म फेरि दोहोऱ्याएर भन्छु, चुनाव गराए एमाले चुनाव जित्छ ल। अब के हो कि हामीले यो नभनिदिनु पर्ने? उहाँहरूले अगाडि सारेको प्रधानमन्त्रीलाई यस्तो महान काम गरेको छ, देश बनाएको छ। हिटौडामा घर भत्काउने यसको काम थियो। अहिले चुनाव गराउनु पर्दैन, चुनावको वातावरण पर्दैन। त्यो आगजनी डेमोक्रेसीका लागि थिएन। डेमोक्रेसी त छँदै थियो नि। सरकार मन नपरे त संसदीय लोकतान्त्रिक अभ्यासबाट, संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्थ्यो त। 5 महिना अगाडि हामी सेक्युर फिल गर्थ्यौँ कि अहिले फिल गर्छौँ? प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई, स्वतन्त्र न्यायालयलाई न्याय दियो भने यो गर्छौँ र त्यो गर्छौँ भनेर धम्की आएको आइछ। विभिन्न प्रकारका घटनाहरू, आपराधिक घटनाहरू घटिरहेका छन् र चुनावमा अझ बढी घट्ने सम्भावना